बोल्नु भनौँ अथवा नाच्नु भनौँ अथवा गाउनु भनौँ रुनु भनौँ यो सबै मान्छेका एक्सप्रेसन हुन्, म्यानिफेस्टेसन हुन्। जसरी एउटा बिरुवा हुर्किसकेपछि बिस्तारै पात हाल्छ, हाँगा हाल्छ होइन। हाँगा मात्रै हाले किन हुन्थ्यो नि, पात किन हाल्नु पर्यो होला, त्यसलाई फेरि फुल किन मुस्कुराउनु पर्यो होला भनेपछि त्यहाँ फुल बन्नुमा पनि केही कज छ। त्यो किन बीजलाई फेरि कन्टिन्युटी दिनु छ, फुल बनेर फेरि फल निकाल्नु छ। सो यी सबै चिजहरू चाहिँ के हो त एउटै चिजका डाइमेन्सनहरू हुन् नि। ठिक त्यस्तै उसले बोल्छ होइन, उसलाई परेको समस्याहरूलाई बताउने ठाउँ पनि बोलेरै हो। आखिर त बोल्नुभन्दा अगाडि उसले सोध्छ होइन, त्यसलाई एक्सप्रेसन दिन चाहन्छ, उसले म्यानिफेस्टेसन गर्न चाहन्छ। यो आत्माको स्वभावभित्रै पर्छ। त्यसैले यो शरीर मार्फत त्यो आत्माले आफ्नो एउटा चर्तिकला देखाउँछ होइन, जहाँबाट उसले उसको आफ्नो आत्यन्तिक सन्तुष्टि पनि खोजिरहेको छ। यस अर्थमा यो उसकै आत्माकै एउटा एक्सप्रेसन पनि हो होइन। यस अर्थमा ऊ बोल्छ, नाच्छ, कराउँछ, रुन्छ, हाँस्छ होइन। यसले राइट च्यानल पायो भनेपछि यसले फेरि अन्य आत्यन्तिक आनन्द प्राप्तिको एउटा प्रस्फुटनमा पनि जान्छ।